प्रतिस्पर्ध परामर्श सेवामा यहाँहरू सबैलाई स्वागत छ। विदेशको चिना कसरी बनाउने? सर्वप्रथम विदेशमा जन्मिएका बालबालिका छन् भने विदेशको चिना बनाउँदा त्यो जुन हस्पिटलमा जन्मिएका हुन् त्यो हस्पिटलको बर्थ सर्टिफिकेटको फोटोकपी लिएर आउनु होला। अनि त्यही ठाउँको अक्षांश देशान्तर अर्थात् ल्याटिट्युड, लङ्गिट्युड र त्यो ठाउँको टाइम जोन पनि राख्नुपर्ने हुन्छ। यदि हजुरहरूलाई आउँछ भने त्यो पनि टिपेर ल्याउँदा राम्रो हुन्छ। गुगलमा सबै राखिदिएको हुन्छ। त्यो छैन भनेदेखि हजुरहरूले सिधै हस्पिटलको कागज लिएर आउनुभयो भने विदेशमा जुन ठाउँमा जन्मे पनि त्यो ठाउँको सही चिना बन्दछ। हजुरहरूले विदेशमा जन्मेका छन्, परिवर्तन नेपालको समयसित गरेर तपाईहरूले लिएर आएर चिना बनाउन दिनुभयो भने त्यो चिना बिग्रिन्छ, सरासर 100% बिग्रेको हुन्छ। त्यसो हुनाले हजुरहरूले कहिल्यै पनि नेपाली समयसँग परिवर्तन गरेर चिना बनाउन नदिनु होला।